हजुरको नाम भन्नु त? मेरो श्रीकान्त हो। ए हजुरहरूले यो लसुन खेती चाहिँ गर्नुभएको रहेछ होइन? कति रोपनीमा गर्नुभएको? अहिले हामीले करिब 7.5-8 रोपनी होला सर। ए ए अनि कति केजी रोप्नु भयो हजुरहरूले? यसमा हाम्रो 280 केजी समथिङ लागेछ सर। ए 280 केजी लोकल लसुनको बिउ चाहिँ हजुरहरूले रोप्नुभयो होइन? अनि सबै प्रक्रियाहरू पुर्याउनु भएको होइन? जस्तो मलमा हाल्नुपर्ने हजुरहरूले कृषि जुन पनि प्रयोग गर्नुभएको छ होइन? हजुर त्यो पनि गरिन्छ। 5 ट्र्याक्टर मल हालिएछ, युरिया हालिएछ, पोटास हालिएछ, सुनार सब हालिएछ। ए हजुर हजुर। अनि खासमा यो तपाईँहरूले कस्तो कताबाट चाहिँ यस्तो आयो त नि यो लसुन रूपा गाउँपालिकै कार्यक्रम भएर हो कि आफै? यस्तो अब हामी अब युवाहरू गाउँतिरै बसेर यसो केही गरौँ भन्ने लक्ष्य राखेर गरेको सर। ए अब त्यही बेला ठ्याक्क रूपा गाउँपालिका नै कार्यक्रम ल्यायो होइन? त्यही पनि पाइन्छ कि पाइन्न भने हामीलाई त्यस्तो खासै थाहा थिएन कि। ए हामीले गरिसके पछाडि अनि बल्ल प्रोसेस चालिसके पछाडि यस्तो छ भनेर अनि गरेर फर्म भर्यो क्या। ए हो त नि है। जे होस् तपाईँहरूको पहिल्यै प्लान थियो, ठ्याक्क कार्यक्रम पनि आयो, त्यसमा जोडिन पायो, ठिकै भयो होइन? ठिकै छ। जाम यता सबै राम्रो उम्रिया यो चाहिँ। कहाँ हो त नि तपाईँले 3 तले भनेको चाहिँ? राम्रो भएछ। सिँचाइको नि सुविधा रहेछ होइन? यता सिँचाइको सुविधा भएको ठाउँमा चाहिँ लसुन खेती गर्न एकदमै राम्रो हुन्छ। हाम्रो यहाँ प्रेम दाई पनि हुनुहुन्छ, प्रेम दाईले पनि यो अनुगमन गर्दै हुनुहुन्छ। सँगै आएको हामीहरू हो। यस्तो गराहरू राम्रो छ। यहाँ माथि भयो, यता भयो। अझै यता ए हुन्छ म त्यता नि आउँछु। यता पनि यता यसमा पनि छापा हाल्नु भएको छ, उम्रिँदैछ। राम्रो भएको छ, छापोहरू पनि राम्रो हाल्नु भएको छ उहाँहरूले। यस्तो छ। यता ऊ माथि पनि रहेछ। यतादेखि यता सबै उहाँले लसुन खेती गर्नुभएको। अझै यो बढ्दैछ, हुर्किसकेपछि अझै राम्रो हुन्छ हेर्दाखेरि। हाम्रो रूपा गाउँपालिकाको लसुन खेती विस्तार कार्यक्रममा पनि उहाँहरू समेटिनु भएको। उहाँहरूलाई पहिला थाहै रहन्छ अनि गाउँपालिकाको पनि यस्तो यस्तो कार्यक्रम रहेछ भन्ने सुनिसकेपछि उहाँहरूको पहिल्यै योजना स्वरूप उहाँहरूले यो कार्यक्रममा पनि जोडिनु भएको छ। हामीले रूपा गाउँपालिकाबाट प्रति रोपनी 10,000 को दरले चाहिँ हाम्रो लागत साझेदारी गर्ने भनेर कार्यक्रम गरेका थियौँ। हामीलाई अब यो वर्ष लसुन र प्याज गरेर 350 रोपनी चाहिँ हामीले टार्गेट हो। अब कति पुग्छ, कृषकहरूले कति पुर्याउन सक्नुहुन्छ रहेछ। राम्रो गर्नुभएको छ उहाँले। यता राम्रो छ। यता ऊ त्यहाँ पनि रोपिसकिया होइन? त्यो छापा हाल्न अलि भयो रहेछ, झारा आउँछ छापा हालेन भने। यहाँ माथि नि छ है? ए ए ए ए हाम्रो दाइले भनेको नहुन 3 तले 3 तले भरेछ कोरियन भाषा भन्नुहुन्थ्यो। यहाँ पनि छ। ल यो राम्रो छ।